सोनादा रेलवे स्टेशनदेखि अलिकति पर सोनादा पोस्ट अफिस छ। सोनादा पोस्ट अफिसकै अगाडिबाट ठाडो उकालो जुन बाटो छ, बाटो सिधा हामी चटकपुर जान सक्छौँ। चटकपुर पुग्ने एक्साइटमेन्ट यति धेरै थियो कि मलाई पत्तै भएन कहिले चाहिँ म ओल्ड मिलिट्री रोडमा जुन चटकपुर जाने चेकपोस्ट छ, चेकपोस्टमा पुगेछु। तर जब चेकपोस्ट पुगेँ त्यहाँदेखि कथा अलिकति बेग्लै भयो। सो प्लान फेल। चटकपुर जानु पाइनँ म, किनकि मलाई पर्मिसन दिएन, त्यहाँ भिडियो बनाउनु पर्मिसन छैन भनेर भन्यो है। हुन त धेरैजना भ्लगरहरूले चटकपुरको भिडियो बनाइसकेको छ, धेरैवटा भिडियो पनि हामीले देखिसकेको छौँ होइन। वेडिङदेखि लिएर कतिवटा म्युजिक भिडियो सुट भइसकेको छ। तर आई डोन्ट नो त्यहाँ गार्डहरूले मलाई दिएन। अनि आई डोन्ट वान्ट टु ब्रेक हुन्छ नि उनीहरूको, अब उनीहरूलाई मैले अटेरी गरेर गएर होइन चिट गरेर पनि गर्नु सक्थेँ। तर उनीहरूको आफ्नो रेस्पोन्सिबिलिटी हो, काम हो होइन, उनीहरूले आफ्नो ड्युटी निभाइरहेको थियो। अनि मलाई मन पर्दैन त्यस्तो हुन्छ नि, म कसैको ड्युटीलाई खतरामा हालिदिनु सक्दिनँ। सो त्यही भएर चाहिँ म अब चाहिँ खरसाङतर्फ गइरहेको छु। बाटो माथिल्लो बाटो नै जाँदैछु, अफ रोड हो यो, ओल्ड मिलिट्री रोड। यो बाटोले जहाँ पुऱ्याउँछ म त्यहीँ जाने भनेर सोचिरहेको छु हुन्छ नि। अब कहाँसम्म पुग्छु मलाई थाहा छैन, तर पनि गएको म चाहिँ अब। अनि यो जङ्गलको बिचमा राइड गर्नु चाहिँ मजा आउँदैछ, बवाल हुँदैछ, एकदम मजा आउँदैछ हुन्छ नि। यहाँ अब एउटा गाउँ छ, राजाहट्टा भन्ने गाउँ छ यहाँ। जग्गा त सेटिक छ त। हेट सानो दामी छ जग्गा त अन्त राजाहट्टा त क्या दामी रहेछ नि हौ। हेट मिठो जग्गा। बाटो त हाम्रो खतरनाक रहेछ, खतरनाक। यस्तोमा त क्लजहरू पनि तान्नु हुँदैन। मेरो एकपल्ट मिरिक बस्तीमा यस्तै बाटो थियो, अनि मैले चाहिँ क्लच तानेको थिएँ, क्लच केबलै छुट्टेको नि, सानो बिजो भएको थियो न म। अब त्यो पनि बस्तीमा त्यस्तो तल त्यस्तो टाढो बस्तीमा चाहिँ एकजना दाजु गएर चाहिँ मेरो फिटर ल्याएर क्लच केबल फिट गरिदिएको। घर आइपुग्दा चाहिँ एकदमै रात परेको थियो ल। सो प्रब्लम्सहरू पुरा हुन्छ क्या यस्तो ठन्डा कुटुको चाहिँ। हामी सेफ्टीको लागि क्लच तान्छौँ, तर बरु त्यतिमै हुन्छ नि त्यो कम्प्रेसरमै छोडिदियो भने चाहिँ राम्रो होला बाइक राइड गर्नेहरू। बाटो चाहिँ आम्मामामा हेट खतरा रहेछ नि बाटो चाहिँ, हेभी मजा आउँदै। आम्मा कस्तो मजा आयो मलाई त, भित्र आएको खुसी लागेर आयो त यो तेस्रोको राइड गर्दा त। तर आफूलाई च्यालेन्ज गरिरहेको खालको फिल भयो क्या हुन्छ नि, बाटोले मलाई च्यालेन्ज गर्दैछ। साँच्चै भनेको अमेजिङ फिल गर्दैछु मैले भित्रबाट, यति मजा आउँदैछ। झन्डै लडे आम्मा बाटो चाहिँ
खतरा बाटो अफ रोड सुपर अफ रोड पुरै रोड हुँदैछ क्या ड्रप एक्सपेक्ट गरेर नि म चटकपुरलाई सिधै खिच्छु भनेर कि त्यसका बाजेको त हुन्छ नि इच्छाहरू अपुरा अधुरा रह्यो तर केही छैन सायद चटकपुरको भन्दा दामी थ्रिल चाहिँ मैले यहाँ आज आइएम एक्सपिरियन्सिङ हुन्छ नि अम्बो क्या सेटेस बबाल क्या मजा आउँदैछ कहाँ पुग्छु मलाई थाहा छैन तर म गइरहेको छु मसँग भाइ पनि छ दीक्षित इज कमिङ सो दीक्षितले मलाई फलो गर्दैछ दीक्षित कहाँ आउँदैछ मलाई थाहा छ न अनि यो त्यसो चाहिँ अलिक टेन्सन हुन्छ किनकि यहाँ चाहिँ जङ्गली जानवरहरू हुन्छ भन्ने मैले सुने है हो पनि किनकि यहाँ एकपल्ट त मैले अघि दीक्षितले फोन गरेकै दाजु हाम्रो सरोज दाजुको दिदीकी बहिनीलाई एट्याक गरेको थियो दिदीलाई हुनुपर्छ भालुले एट्याक गरेको थियो सो टेन्सन हुन्छ यो बाटोमा राइड गर्नु तर भन्नैपर्दा चाहिँ ओभरै मजा आउँदो रहेछ हुन्छ नि ओभरै दामी फिल हुँदो रहेछ मैले चाहिँ गरिरहेको छु त्यो फिल एकदमै हुन्छ नि स्वतन्त्र इन्डिपेन्डेन्ट खालके हुन्छ नि त्यस्तो खालके फिल गरिरहेको छु मैले अब अन्त एक्साइटमेन्ट फिल त अब अलगै छ होइन त्यो भित्रबाट मेरो त बाइक पनि खटारा छ यस्तो साउन्ड गर्छ आवाज गर्छ तर पनि हुन्छ नि आई एम ह्याभिङ द्याट प्लेजर आम्बो हट ल है त यो बाटो चाहिँ एकपल्ट राइड गर्नु चाहिँ केटा हो मजा आइदिए सुपर यो भिडियोमा के हुन्छ होला मलाई केही थाहा छैन है तर यो भिडियो कस्तो बन्छ नि आई विल डेफिनेटली हुन्छ नि म एडिटमा जब बस्छु त्यति बेला चाहिँ म यो भिडियोलाई चाहिँ जस्तो छ त्यस्तै अपलोड गरिदिन्छु र हुन्छ नि नचलाइकन केही पनि नचलाइकन अपलोड गरिदिन्छु ताकि हुन्छ नि मान्छेले यहाँको रनेस यहाँको फ्रेसनेस हुन्छ नि चाहिँ एक्सपिरियन्स गर्न पाओस् जसले मेरो भिडियो हेर्नुहुन्छ बोरिङ पनि हुन्छ होला कतिलाई अल्छी लाग्छ होला केही हेर्नु नपाउँदा तर यो जुन फिल छ यो मैले जुन फिल गरिरहेको छु यो फिल चाहिँ अमेजिङ छ हुन्छ नि आम्बो के हो यस्तो जानेवाला चाहिँ थिएँ चटकपुर तर आइपुग्यो जङ्गलमा है केही छैन है त्यो मोमेन्टलाई ब्युटिफुल बनाउँछ हाम्रो हातमा छ सो मैले चटकपुर मिस गरेँ आज तर चटकपुरभन्दा सायद दामी कुरा मैले यहाँ देखेँ जस्तो मलाई लाग्यो है म अहिले यो ओह्रालो जाँदैछु कि आम्मा यो फरेस्ट चाहिँ यस्तो बवाल छ हेर्नुहोस् न म पहिले आफ्नो अनुहार ऐनामा हेर्न लजाउँथे हो म पहिले आफ्नो अनुहार ऐनामा हेर्न लजाउँथे अहिले दिनहुँ क्यामेरासँग खेल्ने गर्दछु न त मेरो अनुहार बेग्लै भएको छ न त म नै परिवर्तन भएको छु तर भन्नै पर्दा सायद समय अलिकति फरक छ अनि अलिकति मैले आफैलाई चिनेको छु जीवनमा अनेकौं दुःख कष्ट छ तर आफूले चाहेको अनि आफ्नो इच्छामा सङ्घर्ष गर्नुको मजा पनि बेग्लै छ बाँच्नु त दुई छाक खाएर पनि बाँचिन्छ जीवन तर जिउनु भोकै रहेर पनि चल्दो रहेछ जीवन बाँच्नु र जिउनुको फरक जसले बुझेको छ नि उसैले जीवनमा केही गरेर देखाएको छ अनि म पनि अहिले मेरो सानो सपना जिउने ठुलो दुस्साहस गरिरहेको छु अनि म पनि अहिले मेरो सानो सपना जिउने ठुलो दुस्साहस गरिरहेको छु कहाँ जान चाहन्थे कहाँ आइपुगे धेरैचोटि लाइफमा हुन्छ नि हामीले सोचेको जस्तो हुँदैन अनि त्यो नसोचेको जस्तो कुरा चाहिँ कोही बेला यति दामी भइ पठाउँछ कि आज त्यस्तै भयो यहाँ हुन्छ नि म जान चाहेको चाहिँ चटकपुर थिएँ तर कतिवटा कारणवश म चटकपुर जान पाइनँ म यो ठाउँमा आएँ अनि यो ठाउँमा चाहिँ मलाई ओभरै मजा आयो अब चाहिँ म यो जुन जग्गा छ यो जग्गाबाट चाहिँ निक्लिरहेको छु अनि मजा आयो दीक्षित पनि थियो त्यो भएर दीक्षितले मेरो एक दुईवटा
बिरुवाहरू पनि खिचिदियो थोरै आउँछ मेरो हुन्छ नि आफूलाई खिच्नु अलिक गाह्रो पर्छ त्यही भएर थोरै त्यस्तो बिरुवाहरू खिच्ने मौका पाउँछु मैले आफ्नै चाहिँ अनि चान्स पाएको बेला चाहिँ खिचिराख्छु ल यहाँबाट निक्लेको अब म एकपल्ट चाहिँ तपाईँहरूलाई मजाले देखाइराख्छु नि कस्तो दामी जग्गा छ यो दामी जग्गा रहेछ तर एक्लैहरू चाहिँ नआएको राम्रो डेन्जर हुन्छ है